हेलो गाइज, आज हामी सबैजना यहाँ मेहन्दी लाउने कार्यक्रममा छौँ। यहाँ हुनुहुन्छ हाम्रो एल्सा दिदी, यहाँ हुनुहुन्छ अर्चना दिदी, उहाँले हो हाम्रो लगाइदिने। अनि यहाँ अचल दिदी, अनि उहाँ दिदी र म चाहिँ हामी टाढाबाट मेहन्दी लगाउन आएको। यहाँ मेहन्दी उहाँले चाहिँ एउटा हातमा लाउनुभयो। यी मैले लगाइसकेको थिएँ, म अगाडिको देखाउँदिनँ। हामी धेरै एक्साइटेड पनि छौँ है। अगाडिको हिजो लगाएको होइन अगाडिको हिजो लगाएको तर राम्रो छैन, पछाडिको चाहिँ दामी है। अनि यहाँ यी दिदीको आज बहिनीहरूले दिदीहरूलाई नेल पोलिस गिफ्ट गरेर मैले लगाइदिएको पनि छु। यी कस्तो राम्रो लगाइदिएको पनि छु। मेहन्दी लगाउँदै हुनुहुन्छ यहाँ, कस्तो राम्रो मेहन्दी सो मेरो पनि है। राम्रो राम्रो मेहन्दीहरू मेहन्दी लगाउनु हो भने कृपया सम्पर्क गर्न सक्नुहुन्छ है। नङपालिसहरू नि यहाँ कलेक्सनै कलेक्सन छ। देखाउनु त उहाँ लगाइसक्नु म उहाँले छोटो अनि मिठो यी सबै कफहरू दिदीलाई गिफ्ट गरेको हामीले चुराई। मेरो हातको चुरा निकालेर भर्खर गिफ्ट गरे है। अनि निकालेर अहिले भर्खरै गिफ्ट भएको। अब यो भिडियो पछि हामीले च्यालेन्ज भिडियो नि गर्नेछौँ जहाँ उहाँ हुनुहुन्छ माछु। मेरो त राम्रो छ, मलाई आफूले राम्रो लाग्छ। मैले नङपालिस नै लगाएँ, कति राम्रो छु म। आजको लागि चाहिँ बाई, तर हामी भोलि के भन्छन् यो चाहिँ बिफोर पछि आफ्टर देखाउँछौँ। मेहन्दीको फाइनल लुक देखाउँछौँ। हामीलाई सङ्क्रान्ति लायो। नेल पोलिस पनि फेरि कसैले गिफ्ट गर्नै पर्दैन, यतिकै जम्मा भइहाल्छ क्या, किन्न पनि पर्दैन। मैले एउटा भयो नि हुन्थ्यो नि फेरि गिफ्ट गर्ने मान्छे खोज्न पर्यो। कसैलाई छ भने हामीलाई पठाइदिन्छ। मेरो हातमा नि यस्तो यत्रो राम्रो राम्रो नेल भएको मान्छेहरूलाई ओरिजिनल नेचुरल नेल भएको मान्छेहरूलाई के नेल पोलिसहरू गिफ्ट गर्ने होइन। दिदी मेहन्दी देखाउँदै बाई गरौँ न त। फेरि हाम्रो जस्तो डिजाइन नचोर्नु होला भन्दै म यति भन्दै अन्त्य गर्छु।